र मलाई चाहिँ वास्तवमा कहिलेकाहीँ कस्तो अप्ठ्यारो हुन्छ भने यो विद्वानहरूको अगाडि बोल्न पऱ्यो भने मलाई एकदमै त्यो के लाग्छ र लेख्दा पनि यो बच्चाहरूको लागि बाल साहित्य सिर्जना गर्दाखेरि मलाई त एकदमै अप्ठ्यारो लाग्छ। र अर्को अप्ठ्यारो के छ भने मान्छेले कहिलेकाहीँ ल तपाईँ त हाँसोसँग लेख्ने एउटा जोक सुनाउन पऱ्यो भन्छन्। मलाई एउटा कस्तो घटना घटेको छ भने जापानमा 1999 करिब 26 वर्ष अगाडि एनएलके भन्ने रेडियोले मेरो इन्टरभ्यू दिन आयो। म ओसाकामा बसेको, उनीहरू यो के अरे टोकियोबाट ट्रेन लिएर कति पैसा खर्च गरेर दिन आयो। अनि एसटिएन इन्टेलेक्चुअल भन्ने प्रोग्राम रहेछ। त्यो प्रोग्राममा मलाई इन्टरभ्यू दियो, दुनियाँभरको कुराहरू सोध्यो। अघि यहाँको माउन्टेनरिङको बारेमा, नेपाल जापान रिलेसनको बारे दुनियाँभरको सोधिसकेपछि लास्टमा ल प्रोफेसर पाण्डे त ह्युमरको पनि मान्छे हो, त्यहाँ एउटा जोक सुनाउनु पऱ्यो भने अब इमिडिएटली के सुनाउने, मैले त धर्म सङ्कट गरेँ। तर अब कहिलेकाहीँ गोर्खालीको बुद्धि अपरजट के आउँछ। अनि मैले के भने जोक त जतासुकै चाहिँ हुन्छ, मेरो नाममै पनि जोक छ। संसारमा सबभन्दा सम्झन सजिलो मेरो नाम हो। कसरी भने 7 बारमा सन्डे, मन्डे अनि पाण्डे भनेपछि तैँले कहिले बिर्सिनुहोस् भनेपछि एकदम रमाइलो भएको छ क्या त्यो वातावरण। त्यो एउटा कहिलेकाहीँ के भने त्यो प्रतिपन्नमतिले पनि काम गर्दो रहेछ। अब यो आजको यस्तो विशिष्ट सभामा अब नेपालीहरूले मलाई नसम्झे पनि अन्त्यमा चाहिँ सम्झनै पर्ने मेरो नाम राम हो कि त्यो नाम नलिकन कोही पनि मुक्त हुन सक्दैन, सम्भव छैन। म आजको भिडभाडमा हराएको मान्छे हुँ, जीवनको मोहभङ्ग हुँदै गरेको मान्छे हुँ। साँच्चै भन्नुपर्दा म जीवनमा जाति नै संसारमा छु। अलि अघि हराए पनि हामी माझ नै झझल्को आउने र कृतिमा आकृति रहिरहने अमरत्व प्राप्त गर्नु सबैको कर्ममा हुने कुरा होइन। यस्तै एक विदुषीको स्मृतिमा उनका पति विद्वान इन्जिनियर शङ्कर गिरीले जे जसो श्रद्धार्पण गर्नुभएको छ त्यो सुकृतिले सम्झाइरहनेछ। साहित्यकारको लागि सम्मानस्वरूप थुप्रै पुरस्कार र शालिगका अलावा प्रेरणाप्रद प्रतिष्ठान स्थापना गर्नमा चम्किलो नै बानीरा फाउन्डेसनमा पनि संलग्न रही जुन सत्कार्य हुँदैछ त्यसमा मेरो अभिनन्दन छ। शिक्षामा डबल मास्टर डिग्री र पिएचडी गर्ने बानीरा गिरी नेपाली भाषा साहित्यमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्ने प्रथम नारी थिइन्। कविता, उपन्यास र निबन्धका दर्जन बेसी पुस्तकीय रचयिता, 13-14 मुलुक भ्रमण गर्ने नेपाली साहित्यकार नारीका नाताले देश विदेशमा ख्याति कमाउने कमै होला। विश्व नारी रत्नका रूपमा विद्वता, प्राज्ञता र सुन्दरतामा झलझलाउँदो व्यक्तित्व बोकेकी बानीरा गिरीका बानी नरेन्द्रको साहित्यिक जीवनी पुस्तक अभिलिखित छ। बानीराका कृतिबारे धेरै विद्वान र विदेशी साहित्यकारहरूले मुक्त कण्ठले प्रशंसा गरेका छन्, गर्दैछन् र अनन्तकालसम्म गरिरहनेछन्। साहित्यिक, बौद्धिक, विशिष्ट शिष्ट व्यक्तित्व संलग्न संस्थाबाट नेपाली साहित्यका विश्व नारी रत्न बानीरा गिरी जस्तो गौरवशालीका नाममा स्थापित गरिमामय बानीरा प्रज्ञा पुरस्कार प्राप्त गर्दा म अत्यन्त गौरवान्वित भएको छु। बानीरा प्रज्ञा पुरस्कार नेपालमा स्थापित जनस्तरको विशेष र गौरवशाली पुरस्कार मानिन्छ। बानीरा प्रज्ञा पुरस्कार विगतमा सोनाम धन्य मुटुमाथि ढुङ्गा राखेर हाँस्ने कवि कालीप्रसाद रिजाल, 3 आयाममा फैलिएको कवि बैरागी काइँला र यौन साहित्यकार एकलव्य
संस्था पुष्कर लोहनी सबै उमेरले पाएका नेपाली साहित्यमा आफ्नो विधामा अजर अमर नामहरू नेपाली साहित्यमा सबैले जानेको मानेको साहित्यिक माझ रहँदा म धन्य भएको छु। म अहिले साहित्य उग्राइरहेको छु। मैले प्राविधिक क्षेत्रमा जानी नजानी अक्षरको अनन्त खेलको विचरण गरेँ। शब्दकलाको सिर्जनामा म माध्यम भएर कुनै स्वस्फूर्त कुनै सिर्जना बाध्यतावश रचना गरेर र कुनै समयको छालले धक्काएर बगाएर सङ्घर्षमय जीवनमा आएका आधी बुढीले आफैले आएका हुन्। विगतमा थरी थरीका अनेक थरी साहित्यका विधाहरू र बौद्धिक विषयका विविध विधामा ज्ञात अज्ञात रूपमा अनेक सिर्जना भएछन्। मेरो परिचयका बारे कसैले अन्धाहरूले हात्ती छाउने बराबर भनेका छन्। म मेरा व्यक्तिगत जीवनलाई सीमाङ्कन गर्दा आफ्नो सही र सक्कली रूप रङ छुट्याउनु असमर्थ भएको छु। साहित्यकर्ममा मैले लाखका पुरस्कार विगतमा 2 पटक पाएको हो। 50,000, 20,000 र 10,000का केही पुरस्कारका अलावा थुप्रै सम्मान पत्र पनि मैले पाएको हुँ। पुरस्कार सदुपयोग गर्दै मैले बालबालिकाले लेखेको राम्रो पुस्तकलाई पुरस्कृत गर्न कोष खडा गरेको छु। मैले प्राप्त गर्ने जुन कुनै पुरस्कार साहित्य प्रबन्धनमा नै समर्पित गर्दै आएको छु। पुरस्कार लिने र दिने गर्दा मैले दोब्बर खुसीको महसुस गरेको छु। मैले साहित्य सिर्जना 15-16 वर्षदेखि गरेको हुँ। बाल्यकालमा प्राथमिक विद्यालयदेखि मेरो सिर्जना चित्रकलाबाट सुरु भएको हो। युवाकालमा साहित्य र वयस्कमा पुग्दा भूगोल विद्यामा मेरो लगाव झुकाव भएको हो। विश्वविद्यालयमा 38 वर्ष प्राध्यापक भई सेवा गरेर निवृत्त भएपछि पुनः चित्र, साहित्य, बौद्धिक, प्राज्ञिक र शैक्षिक क्षेत्रमा आफ्नै सुरतालमा विगतमा गरेका आफ्नो जागिरी कर्म जीवनबाट निवृत्त भएपछि 2066 सालदेखि उग्राउँदैछु। मेरो पहिलो साहित्यिक लेख 2018 सालमा छापिँदै 2023 सालमा पहिलो पुस्तक प्रकाशन गरे। आज लगभग मेरो लेखनमा 2021 सालमा 63 वर्ष बितेको मलाई पत्तै पनि भएन। वास्तवमा मैले के लेखेँ, कति लेखेँ, मैले विश्वविद्यालयमा प्राध्यापन गर्दासम्म आफ्नो कृतिप्रति आफै बेखबर भएँ। मेरा साहित्य सिर्जना हुँदै गए। शैक्षिक बौद्धिक विषयको लेखन पछिल्ला दिनमा मात्र हुँदै गए। सेवाबाट निवृत्त भएपछि आफ्नो कृतिको उत्खनन गर्दै जाँदा अहिलेसम्म नेपाली भाषामा 50भन्दा बढी पुस्तक र अङ्ग्रेजीमा 40भन्दा बढी मेरा पुस्तक प्रकाशन भएछन्। पहिला नै तयार भएका पाण्डुलिपि मात्र पनि जोरजम्मा गर्दा 100 कृति तयारी हालतमा भए पनि विद्यमान अवस्थामा आफ्नो जीवनकालमा प्रकाशन सम्भव मैले देखिनँ। मैले कृतिको सङ्ख्या बढाउने हिसाबले कहिले लेखिनँ। मबाट अनुभूति र अनुभव नै लेखिए। प्रभाव र अभावमा कति स्वस्फूर्त लेखिए, कति वास्तववश लेखिए, कति समयले लेखायो, कति रहरले लेखिए। लेख्दै जाँदा बटुल गर्दा ससाना कृतिहरू ग्रन्थ स्तरका दर्जनौं लेखिएको पत्तो भयो। सबै मिलाउँदा 200 बढी ग्रन्थ बन्ने मेरा सिर्जना हुन गएछन्। नेपालमा साहित्यमा हास्यव्यङ्ग्य, पाण्डेपुराण, कथा, कविता, मुक्तक, हाइकु, सिजो, गजल आदि लेखिएछ। शैक्षिक, बौद्धिक तथा विद्या साधनामा भूगोल, शिक्षा, नेपाल परिचयदेखि जापानबारे पनि कृतिहरू समयक्रममा लेखिएछ। हास्यव्यङ्ग्यमा पाण्डेपुराण, भूगोलमा उचाइ भूगोल, कथामा कथोच्चार विधि, पत्रकारितामा पत्रकारिता भूगोल, कलामा पावर प्रिन्ट, नगर भूगोलमा बत्ती बदल विधि, व्यङ्ग्य चित्रमा कार्टुन संवाद, चित्रमा सिम्बोलिक फ्रेम, कवितामा बाल कविता, हास्य कविता, जापानी शैलीको हाइकु, कोरियाली शैलीको सिजो कविता आदि नयाँ र प्रवर्तनीय केही कृतिहरू लेखिएछन्। हास्यव्यङ्ग्य समाज, आलु पार्टी, हाँस्ने गोष्ठी र व्यङ्ग्य चित्रको राष्ट्रिय प्रदर्शनी, हास्यमा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता, हाइकुको अन्तर्राष्ट्रिय सम्मेलन, परम्परागत कविताको अन्तर्राष्ट्रिय सम्मेलन, पेन अन्तर्राष्ट्रिय सम्मेलन आदिमा सहभागी हुँदै साहित्यिक थानको प्रयास भए। अहिले हेर्दा आफैलाई अत्यास लाग्छ कि कसरी लेखिए, कसरी गरिए, कसरी भए।
यो समयको कुरा हो। उनै लट्टाइदिनेको चमत्कार म आफैमा केही होइन, मात्र म माध्यम भएँ। अहिले फर्केर हेर्दा 63 वर्षको लेखन यात्रामा एउटै विषयमा मात्र लेख्दै बसेको भए के हुन्थ्यो होला। मेरो सिर्जना विविध हुँदाहुँदै 2081 सालमा 78 वर्ष नाग्दा सर्वाधिक पुस्तक हास्यव्यङ्ग्य लेखिएछ। सामाजिक शिक्षा र नेपाल परिचय लेखेपछि नै उच्च शिक्षाले 15भन्दा बढी पुस्तक लेख्न पुगेछ। उच्च शिक्षा लिनेहरूका लागि शिक्षा, भूगोल, नेपाल परिचयको लेखकका रूपमा चिनिएछ। कवितामा पनि 15भन्दा बढी पुस्तक लेखिएछ। हाइकु, जापानी शैलीको कविता सिर्जना थुप्रो भएछ। विश्वविद्यालयका व्यक्तित्वहरूले भूगोल विज्ञका रूपमा, कसैले जापान विज्ञका रूपमा चिनापर्ची गरे पनि म आफूलाई धेरै रङको एउटा कागजको चक्का माग्छु, जुन घुमाउँदा रङ हराएर सेतो मात्र देखिन्छ। अहिले म त्यही रङ हराएको रङहीन चक्का भएर घुमिरहेछु, चङ्गा भएर तुवालोमा उडिरहेछु। उडेको चङ्गा छोपेर यहाँ ल्याइ पुर्याएकामा बानिरा फाउन्डेसनप्रति म हृदयदेखि कृतज्ञता प्रकट गर्छु। हाम्रो समय हस्तलेखनबाट टाइप गरेकोमा केही थप्नु पर्दा पुनः पुरै टाइप गर्नुपर्ने अवस्था थियो। लिथो पेपरमा टाइप गरेर डुप्लिकेट निकाल्ने समय थियो। त्यतिखेर फोटोकपी थिएन। ह्यान्ड कम्पोज गर्ने प्रेस, किताब छाप्नु भनेको सपना नै हुने गर्थ्यो। सहस्राब्दीको पुस्तकको अस्तित्वमा धावा बोल्दा पुस्तकको मौलिक अस्तित्व रहने ठहर गरिएको थियो। हिजो आज पुस्तक पढ्ने कम भए पनि प्रकाशन भइरहेछन् र संस्थाहरू जन्मिरहेछन्। मलाई लाग्छ पुस्तकले उज्यालो छानी नै रहनेछ। मेरो पहिलो किताब ख्याल कभरमा चित्र नहुँदा 4 सुरुमा ख्याल एक अक्षर छापिएको थियो। न्युज प्रिन्टमा 16 पेजी 5 फरमा छाप्दा न्युज प्रिन्ट कागज र ह्यान्ड कम्पोज वितरणको वरिपरि गरी 600 रुपियाँ जतिमा 1000 छापिएर 80 पेजको पुस्तक मूल्य 1 प्रतिको 1 रुपियाँमा प्रकाशित भएको थियो 2023 सालमा। त्यसबेला कलम, कापी र प्रकाशनको समेत अभाव थियो। लेख्दा चुरोटको बट्टामा टिप्नेसम्म काम हुन्थ्यो। यस्तो जमानाबाट आज कम्प्युटरमा लेखन र संशोधन, प्रेसमा मुद्रण धेरै सजिलो र राम्रो छपाई महँगो भए पनि चित्तबुद्ध भएको छ। मेरो पहिलो पुस्तक 1 रुपियाँ र पछिल्लो 2000सम्मको कृति बनेको छ। यसले धेरै परिवर्तन र अन्तर महसुस गरेको थियो। आज त झन् नोट गर्न कापी कलम नचाहिने, संशोधन गर्न र फोटो मिलाउनदेखि रेकर्ड राख्न सजिलो भएको छ। तर एआईले सम्भावना साथ समस्या ल्याउन सक्ने पनि देखिएको छ। सम्भवतः मानव र प्रविधिको युद्धमा मानवको विजय हुनेछ। समाजमा शिक्षित गराई, डाक्टर, इन्जिनियर बनाई प्रतिष्ठित गराउने प्राध्यापक हुन् भने प्राध्यापकलाई प्राध्यापक बनाउन सामग्री प्रदान गर्ने संस्थाहरू हुन्। संस्था सर्वोच्च नै रहिरहनेछन्। म एउटा सिपाहीको छोरो हुँ। बुबा लप्टन, आमा कृषिकर्मीका 2 भाइ छोरामा म कान्छो हुँ। मेरा दिदीबहिनी 4 जना हुन्। त्यो बेला बिखर र कलेराले बचाउन गाह्रो थियो। मेरो पढ्ने सौभाग्य राणाले खोलेको दरबार हाई स्कुल पछिको सरकारी पाटन हाई स्कुलमा पैसा तिर्नु परेन। पाटन कलेजमा कम शुल्क थियो। मेरो नेपाली राम्रो भन्दै म भूगोल विषय लिन पुगेँ र त्यसैमा एमए गरेँ। पढाइमा भूगोलले संसार चिनायो। मैले फेरि शिक्षाशास्त्रमा पनि एमए गरेँ। यो पढाइले मलाई लेख्न सामर्थ्य उठायो। शोधमा उचाइ भूगोल प्रतिपादन भयो। हास्यव्यङ्ग्यको साधनाले भाषाशैली सिकायो। मेरो लेखनमा का आधार यति नै हुन्। म आफू केही पनि होइन। मलाई लाग्छ हाम्रो पिँढी यस्तै जीवन सङ्घर्षमा आफूलाई होमेर एउटा रुखको जीवन जिउँदै आएको छ। समकालिक बानिरा गिरी पनि यस्तै अवस्थाबाट आफ्नो सष्टा जीवनमा सङ्घर्ष गर्दै आएको महसुस हुन्छ। बानिरा गिरीको समयमा उनको सिर्जना प्रस्तुतिमा बेजोड भएको मेरो त्यस बेलाको अनुभव छ। उनले साहित्यमा जे जति गरिन् त्यो विशिष्ट थियो। बानिराको शिक्षा पनि उच्च थियो। त्यस वखत विश्व नारी स्तरमा राख्नलाई
संस्था बानीरा गिरी उपल्लो दर्जाको र प्रेमाशा त्यसपछि प्रखर रूपमा आएका थिए। बानीरा र प्रेमा दुवै मेरा मित्र थिए, तर नारी हस्ताक्षरमा पारिजातसँग मेरो निकटता भएन। प्रेमा पाटन कलेजमा बिए पढ्दा र बानीरा विश्वविद्यालय कीर्तिपुरमा एमएड पढ्दा परिचित भएका हुन्। बानीराको लेखनमा युक्त घनत्व अहिलेसम्म अन्य नेपाली नारीको सृजनामा कमै देखिएको छ। उनी विद्यार्थी साथी भएकाले उनीसित मेरो राम्रो सङ्गत थियो। उनी सहपाठीको नाताले मेरो घरमा कमै आए पनि परिवारसँग पनि घुलमिल हुँदा सबैको प्रिय पात्र बनेकी थिइन्। एकपल्ट चिडियाखानामा घुमेर उनी मेरो घरमा आउने बित्तिकै हाँसेर भनेकी थिइन्, रामकुमारजी, हाँस्यव्यङ्ग्य पो लेख्नु पर्दो रहेछ। चिडियाखानामा एकजनाले गोर्खापत्र शनिबासीले पढ्दै साथीलाई सुनाउँदै हाँस्दै गरेको देखेँ। के पढेको होला भन्दै हेर्दा तपाईँको हाँस्यव्यङ्ग्य पो रहेछ भन्दै उनी मुक्त कण्ठले हाँसेकी थिए। मलाई बानीराको बोल्ने शैली मन पर्थ्यो। उनीमा ठनक र रौनक थियो, व्यवहार बोल्ड थियो। उनको कविता वाचन शैली झन् मन पर्थ्यो। उनको शैली खजिलो र दरसँग कविता वाचन गर्दा श्रोतालाई प्रभाव छोड्न सक्ने अर्को व्यक्तिको वाचनमा मैले कमै लिएको छु। उनको रचना सुन्दा र पढ्दा गहिरो छाप छोड्न समर्थ थियो। म उनको उज्यालो फुर्तिलो दिपी मुहार सम्झन्छु। पछिल्लो समय अज्ञात रह्यो, उनलाई कतै देख्न पनि पाइएन। तर जति समय उनीसित साक्षात्कार भयो त्यो मेरो मनमा कहिल्यै नमेटिने रूपमा छापिएको छ। सायद यस्तै मृत्युको कारण मैले उनको लामो समय रोगग्रस्त भएर निधन भएको खबर सुन्दा जीवनमा भैरवरियापछि उनको निधनले मलाई पिरोलेको थियो। यस्तो जजल्यमान व्यक्तित्व किन चाँडो बित्छन् मैले भावीको लेखा बुझिसकेको छैन। तर उनी नश्वर शरीरमा अनुपस्थित भए पनि कृति शेष छ, युगौँ अझ अमर रहिरहनेछ। बानीरा गिरीलाई म हार्दिक श्रद्धा सुमन अर्पण गर्छु। बानीरा गिरीको सिर्जना मात्र होइन, उनको व्यक्तित्वलाई पनि मैले धेरै माथिको मानेको हो। उनका बारे जति चिनाउनु पर्ने थियो त्यो अझै पर्याप्त हुन सकेको छैन। उनको सम्पूर्ण व्यक्तित्व केलाउँदा उनलाई राष्ट्रले अझै चिने जस्तो लाग्दैन। उनीप्रति अझै अध्ययन अनुसन्धान हुनुपर्छ। उनका मित्रहरूको संस्मरण आउनुपर्छ। कम्प्लिट वर्क ल्याउनुपर्छ। उनका कृतिहरू अङ्ग्रेजीमा उल्टा गरेर विश्वव्याप्त गर्नुपर्छ र इलेक्ट्रोनिकको माध्यमबाट उनको व्यक्तित्व र कृतित्वलाई व्यापक रूपमा मिडियामा प्रकाश पारिनुपर्छ। बानीरा गिरीको निधनपछि उनका श्रीमान इन्जिनियर शङ्कर गिरी जे जति गर्दै अगाडि बढेको देखेँ उनीप्रति मेरो श्रद्धा आफै पलाएर आयो। यस भूमिमा यस्ता श्रीमान पनि हुँदो रहेछ। शाहजहाँको ताजमहल र खड्ग शमशेरको रानी महलभन्दा प्रेम उपहारमा बानीरा फाउन्डेसन कम हुँदा छैन। यो अगाध प्रेम मात्र होइन, अमर प्रेमको सत्कर्मको प्रतीकका रूपमा युगौँ युग रहनेछ। साहित्यको एक नारी प्रतिभा चम्किरहनेछ। यी नेपाली नारी साहित्यकारलाई श्रद्धापूर्वक आफ्नो प्राण प्यारीको स्मृतिमा बानीरा फाउन्डेसन स्थापनाका साथै विभिन्न सम्मान पुरस्कार प्रकाशनदेखि उनको पूर्णकथको शालिग निर्माण गरी नेपालीले गौरव गर्न लायक व्यक्तित्वलाई अमर बनाउन लाग्नुहुने बानीराको श्रीमान इन्जिनियर शङ्कर गिरीप्रति म नतमस्तक हुँदै नमन गर्छु। साथै बानीरा फाउन्डेसनमा समर्पित भएर लागि पर्ने साहित्यिक व्यक्तित्वद्वय नरेन्द्र प्रसाई र इन्दिरा प्रसाई अनि फाउन्डेसनका सबैको सत्कार्यप्रति पनि म नतमस्तक छु। नै साहित्य लेख्छन्, साहित्य देख्छन्, साहित्य छर्छन्, उमार्छन्, हुर्काउँछन्, बढाउँछन्। साहित्यमा समर्पित साधकको अथक श्रमले नेपाली साहित्यलाई उच्च पार्दै उठाएको यो जोडी संलग्न यो संस्थाले धेरैलाई प्रेरणा प्रदान गरेको छ। साहित्य र साहित्यकारको जगेर्ना गरेको छ। बानीरा फाउन्डेसन अझ अमर होस् र नैको कार्य अघि बढोस् र नेपाली साहित्यको प्रकाश विश्वमा छरोस्। बानीरा गिरीको जीवनबाट नेपाली नारी संस्थाले प्रेरणा प्राप्त गर्न सक्छन् र उनको सिर्जनाबाट नेपाली साहित्यमा नारी साहित्यकारको दह्रो उपस्थिति महसुस गर्न सकिन्छ। उनीप्रति मेरो श्रद्धा र सम्मान रहिरहनेछ। उनको नामको बानीरा प्रज्ञा पुरस्कारले मेरो सम्झना ताजा बनाएको छ
र उनीप्रति श्रद्धा व्यक्त गर्दै उनलाई हृदयदेखि फेरि श्रद्धाञ्जलि अर्पण गर्छु। संस्थाको सत्कार्यमा बधाई र शुभकामना व्यक्त गर्दछु। आजको यस साहित्य समारोहमा उपस्थित विशिष्ट व्यक्तिहरूमा सद्भावका लागि कृतज्ञता प्रकट गर्दै विश्राम लिन्छु। धन्यवाद।